रातो खोर्सानी सुकाउँदा तपाईँ पनि मैले जस्तै गल्ती गरिरहनु भएको त छैन? आउनुहोस्, रातो खोर्सानी लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी कसरी सुकाउने भन्ने कुरा आज सँगै सिकौँ। पाकेको रातो खोर्सानीलाई काटेर अथवा त्यसमा प्वाल बनाएर सुकाउने हामी धेरैको चलन हुन सक्छ, तर त्यो गर्नु आवश्यक छैन र त्यो उपयुक्त पनि छैन। सबैभन्दा पहिले हजुरले रातो खोर्सानीलाई राम्रोसँग पानीले पखाल्नुहोस्। त्यसपछि एउटा भाँडामा सादा पानी उमालेर त्यो पानीमा केही पनि मिक्स नगरिकन अघि धोएको खोर्सानीलाई हजुरहरूले त्यो भाँडामा राख्नुहोस्। 5 मिनट खोर्सानीलाई पानीमा उमालिसकेपछि अब हामीले खोर्सानीको पानी सबै निथार्नुपर्ने हुन्छ। पानी निथारिसकेको खोर्सानीलाई हामीले अब एउटा मात्रै काम गर्नुपर्छ र त्यो हो घाममा सुकाउने। र त्यो खोर्सानीलाई घाममा राम्रोसँग सुकाइसकेपछि त्यो भविष्यको प्रयोजनको लागि एकदमै उपयुक्त हुन्छ। घाममा 2 देखि 3 दिनसम्म यो खोर्सानीलाई सुकाउनु पर्ने हुन्छ र मैले यहाँ 2-3 दिनपछि यो खोर्सानी कस्तो भएर निस्किन्छ भन्ने भिडियो पनि एड गरेको छु। त्यो हजुरहरूले हेर्नुहोला र हजुरहरूलाई भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नुहोला। सो 2-3 दिनपछि यो खोर्सानी यतिको भएको थियो र हामीले बजारबाट किन्ने खोर्सानी पनि यस्तै नै हुन्छ। सो यो उपाय एकदमै उपयुक्त हुन्छ। यदि हजुरहरूले पनि रातो खोर्सानी सुकाउन जान्नुभएको थिएन भने यसरी पानीमा उमालेर सुकाउनु भयो भने एकदमै राम्रो खोर्सानी हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ।